ओके वेलकम ब्याक सप्तमेको एउटा एपिसोडमा निकै लामो समय पछाडि एउटा लामो ब्रेक पछाडि हामी तपाईहरुसँग फेरि जोडिएका छौं। सो आजको हाम्रो यो भिडियो रहेको छ गर्डलिङ सम्बन्धीमा। सो अलिकति गर्डलिङको लागि चाहिँ हाम्रो फर्स्ट गर्डलिङको लागि चाहिँ ढिलो पनि भइसकेको छ र हाम्रो बगानको बिरुवाहरुको उमेर पनि गर्डलिङलाई चाहिँ ठिक्क उपयुक्त चाहिँ भइ नसकेको अवस्था हो। तर पनि दुई चारवटा राम्रो बोटलाई छानेर चाहिँ हामी गर्डलिङ गरिरहेका छौं। सो गर्डलिङ चाहिँ एउटा प्लान्टको जुन प्राकृतिक प्रक्रिया हुन्छ त्यो प्राकृतिक प्रक्रियालाई चाहिँ अलिकति चेन्ज गराउने अथवा अल्टर गराउने प्रक्रिया हो। यो चाहिँ फोर्सफुल्ली गरिन्छ है। यसमा के हुन्छ भन्दाखेरि हामी सानो यहाँनिर चाहिँ एउटा रिङ घाउ बनाउँछौँ यो बाहिरको लेयरलाई। अहिले हाम्रो गौतम सरले देखाउनुहुन्छ यो गर्डलिङ कसरी गरिन्छ भनेर। यसमा गरिसके पछाडि जुन पातबाट कार्बोहाइड्रेट जुन बनाउँछ, पातले जुन खाना बनाउँछ त्यो खाना चाहिँ रुटमा फेरि पातबाट रुटमा जाने प्रक्रियालाई बन्द गराएर चाहिँ यो फलमा पठाउने प्रक्रिया सुरु गराउँछ। जस कारणले गर्दाखेरि फलको यो अवस्थामा गरेको अहिले फ्रुट सेट भएको लगभग 30-32 दिन भयो, 30-35 दिन भयो। यो हुन त 22 दिनदेखि गर्न सुरु गरिन्छ। 22 दिन 25 दिनमा गर्दा चाहिँ यसको रिजल्ट एकदमै राम्रो आएको देखिन्छ है। हामीमा 30-35 दिन भयो अब यो मोन्टी भेराइटीमा। सो यो गरिसके पछाडि चाहिँ पातले बनाउने जुन कार्बोहाइड्रेट खाना छ त्यो खानालाई चाहिँ वापस रुटमा पठाउनु सट्टा चाहिँ फलमा डिरेक्ट गरिन्छ। यसको मूल उद्देश्य नै गर्डलिङको मूल उद्देश्य नै त्यो भएपछि के हुन्छ फलले साइज लिइन्छ। अर्को गर्डलिङ फेरि कहिले गरिन्छ, अर्को गर्डलिङ चाहिँ हामी हार्भेस्ट गर्नुभन्दा लगभग 1 महिना अगाडितिर चाहिँ फेरि अर्को गर्डलिङ गर्छौं। त्यति बेला चाहिँ फ्रुटमा भएको स्वीटनेस र ड्राई म्याटर बढाउनको लागि यो प्रयोग गरिन्छ। यो विधि निकै नै सफल छ। यो फोर्सफुल्ली इन्टरभेन्सन गर्ने विधि हो यो। हाम्रो गौतम सरले यसको बारेमा तपाईहरुलाई थप जानकारी दिनुहुन्छ कसरी गर्न सकिन्छ। यो एकदमै ट्रेन्ड र स्किल हात चाहिन्छ यसको लागि। भिडियो हेरेर आफैले ट्राई नगरिहाल्नु होला। बिरुवाको उमेर कम्तीमा पनि 5-6 वर्षको हुनु पर्यो। बिरुवाको गर्थ मोटाइ राम्रो भएको हुनु पर्यो। बिरुवा स्वस्थ भएको हुनु पर्यो। तपाईले सानो मात्र मिस्टेक गर्नु पनि अपरेसन गराएर तिग्यो। तपाईले सानो मात्र मिस्टेक गर्नु तपाईको पुरै बिरुवा मर्न सक्छ। त्यसको लागि चाहिँ तपाईहरु सावधानी अपनाउनु होला। हस् हाम्रो गौतम सर वन एन्ड ओन्ली। हाम्रो गौतम सरको ब्याकग्राउन्ड चाहिँ उहाँ न्यूजील्यान्डमै लामो समय किवीमा काम गरेर न्यूजील्यान्डका नयाँ प्रविधिहरू चाहिँ सप्तभूमि एग्रोमा पनि के इन्कर्पोरेट गर्न सकिन्छ कि भनेर हामी विगत 1 वर्षदेखि चाहिँ सहकार्य गरेर काम गरिरहेका छौं। अब थप अगाडि चाहिँ हाम्रो गौतम सरले देखाउनुहुन्छ। नमस्ते सबैजनालाई। म चाहिँ गर्डलिङ गर्ने प्रविधि चाहिँ देखाउन गइरहेको छु। हामीले गर्डलिङ चाहिँ अब हाम्रो यो त फर्स्ट टाइम हो। त्यही भएर यो सबै यस्तोमा गर्डलिङ गर्दै पछि त ठाउँ हुँदैन नि त। पछि त ठाउँ हुँदैन। गर्दाखेरि चाहिँ यो घुँडाभन्दा तल चाहिँ नगर्नु पर्यो। यो घुँडाभन्दा तल चाहिँ यो माथि गर्नु। यो माथि चाहिँ तत्त गर्नु भयो। यहाँ माथि जहाँ आफूलाई ठाउँ लाग्छ। अनि गर्डलिङ गर्दा म गर्डलिङ गरिरहेको त हाम्रो गर्डलिङ गर्ने बनाएको थियौँ। यहाँ गर्डलिङ आफूलाई कहाँ सजिलो लाग्छ नि जिउलाई यो सिधा गर्नु होला। गर्दाखेरि चाहिँ यो भयो होइन ठ्याक्कै यो साइज निस्क्यो। अब यहाँ एउटा कोर्ने चाहिन्छ। हामी चाहिँ कोरिदिनु त र चाहिँ त्यो उसको माइनस हुन्छ नि त त्यो स्क्रुड्राइभरको माइनस त्यसले चाहिँ ठ्याक्कै त्यसलाई चाहिँ एल आकार बनाएर तान्नु सजिलो हुन्छ। अब यो फेरि ऊ पनि हुनु भएन, छुट्टिनु पनि भएन, बढी भित्र यो भित्रको सेतो काट्नु पनि भएन। भित्रको अलिकति काट्यो भने तपाईँको बोर्ड नै पुरै मर्ने धेरै हुन्छ। हजुर अब फेरि यो भित्र छुट्टियोले कोर्नु कारण चाहिँ छुट्यो कि भनेर के यो छुट्यो भन्दा फेरि गर्डलिङ गरेको कामै लागेन नि। यो किवीको चाहिँ अब सानो अलिकति मात्र स्किन टच भयो भने त्यहीबाट सबै काम हुन्छ नि त। त्यो भएर चाहिँ अब यो भित्रको छुट्टिनु पनि भएन, अलिकति काटिनु पनि भएन। अलिकति बढी गहिरो गयो भनेदेखि यो बोर्ड मर्ने सम्भावना छ। ओके सो यसको प्रक्रिया चाहिँ यो बाहिरीको कभर अब मलाई ठ्याक्कै यसको टेक्निकल नाम चाहिँ अहिले याद आएन। तर यसको बाहिरी पत्रलाई चाहिँ हामी काटेर यो भित्री पत्रको सतह देखाउँछौँ र त्यहाँ सानो घाउ लगाउँछौँ है। फेरि पनि म भन्न चाहन्छु तपाईहरुले यो गर्नु भएको छैन, तपाईहरुले यसको सम्बन्धी ज्ञान छैन भने कृपया प्रयास नगर्नु होला।
2-4 वटा बोर्डमा तपाईँले आफ्नो रिस्क लिन चाहनुहुन्छ भने त्यो छुट्टै कुरो रह्यो, तर गर्नै पर्ने छ, गर्नु नै हो भने चाहिँ कम्तीमा पनि यो सम्बन्धी काम गरिरहेको मान्छेबाट सरसल्लाह लिएर अथवा ट्रेन हातबाट मात्रै गराउनु होला है, किनभने बिरुवा मर्न सक्ने सम्भावना पनि उत्तिकै बेसी हुन्छ। हस्, धन्यवाद। यस्तै थप जानकारीमूलक भिडियोको लागि र किवी बेसरी उत्पादन लिनको लागि चाहिँ शब्दभूमि एग्रो रिसर्च सेन्टरको पेजलाई फलो गर्नु होला। तबसम्मको लागि राम्रोसँग बस्नु होला। जय नेपाल।